बोतलको पानीले आँखा सन्काइ नानीले बाटो बिर्स्यो। यतै हो। यति उकालो त थिएन त हो। धेरै भिड आउँथ्यो। काका ए काका बाटो छ यता काका चाहिँ त्यता बाटो त त्यता पो रहेछ। यता तरुल पाइन्छ कि भनेर खोजिरहेको। हे काका के हो यस्तो पारा के पारादेखि यसरी रक्सी खाएर हिँड्ने यस्तो सङ्कटको घडीमा यो बेला भनेको हामीले प्रतिरक्षा प्रणाली बलियो बनाएर यसबाट बच्नको लागि सङ्गमित भएर बस्ने हो। चुप्लाक तबुङ्गोलाई के थाहा यो रक्सी होइन औषधि हो भनेर। रक्सी चाहिँ कसरी औषधि भयो नि? मैले सुनेको यो रक्सीले करेला भाइरस त के यसको शाखा सन्तान सबै मासिदिन्छ अरे। हो यस्तै अफवाहमा लागेर त हामी समस्यामा पर्छौँ त। यो भाइरस कुनै मजाक होइन। कुलत र धुम्रपान सेवन गर्नेका लागि झन् सङ्क्रमित बढ्ने सम्भावना हुन्छ। प्लिज काका तपाईँ किन बुझ्नुहुन्न? चुप्लाक पाजी 2-4वटा किताब पढेर डाक्टर बन्दैमा खुकिन्न। खुकुरी भन्दा कर्दो लाग्ने हुँदो रहेछ। मान्छेलाई अर्थिति त सर्दी लाग्छ भन्थे हो रहेछ। हे यस्ता जडियासँग के मुख लाग्नु? पछि समस्यामा परेको चाहिँ देख्नु नपरोस् है। अहिले जडिया कसलाई भनेको? तेरो 32वटा दाँत गन्दिन्छु। चप्पल खुस्किएर मात्रै के हो यो चप्पलै लाउन सकिएन त। चिप्लेको चिप्लै गर्छ। यो पिताको फिता चप्पल उल्टो सुर यता चिल्लो छ यता ठिकै छ भाइ। के कुन कम्पनीले बनाएको चप्पल? बडो अप्ठ्यारो हुँदो चप्पल। एउटै चप्पल दलिएको दलिएको त। के हो काका यस्तो बिजोक? को हो? म मङ्गले। ए मङ्गले त आइस। यस्तो बिजोक बनाएको छ। ल म तिमीलाई घर पुऱ्याइदिन्छु। चाहिँ मान्छे ठिक छ क्या केटा? हल्का करेलाको औषधि खानु पर्यो भनेको अलि बेसी भएछ क्या।
नरिसानु थियो अरे। बल्ल बल्ल खाना छोड्नु भएको थियो कुन चाहिँले सक्सीले मर्छ भनेर ताल लगाइदिएको नि फेरि दिउँसै दिउँसै सुरु भइहाल्यो होइन ए अहिले कराएर केही हुनेवाला छैन जाऊ गएको गएर सुत त चाहिँ ठिक छस् मङ्गले तँलाई म छोरी दिन्छु ल म सुत्न गएँ ल त मेरो ज्वाइँ भन्नुपर्छ है छोरीले चाहिँ यहाँ दाई बनाइसके तिमी चाहिँ ज्वाइँ बनाउने कुरा गर्छौ अनि के सुरुमै बुढा भन्नुपर्ने त ओहो काका आउनुहोस् बस्नुहोस् यतैतिर बस्नु न होइन विक्रम हिजो खाएको दालमा के बोलियो राम्रो पनि बोलियो कि नराम्रो पनि बोलियो नरिसाए विक्रम ल काका पनि किन रिसाउनु काका किन रिसाउनु हजुर त मेरो बाउ समानको काका म किन रिसाउनु त्यत्तिकै होइन त्यसो भए मलाई माफी दिएकै हो त कन्फर्म काका कन्फर्म ए ल त्यसो भए आज बजार जाउँ बजारतिर डुल्नलाई बजार चाहिँ किन हौ काका ए जाउँ न हिँड्न सुन्नु सुन्नु बस्नु 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 होइन काका आजदेखि सरकारले लकडाउन झन् टाइट गरेको छ तपाईँले छेर्बै रहेछस् हामी जस्तो वीर गोर्खालीलाई त्यस्तो के दाइरसे आए पनि केही हुँदैन यसले मान्छे चिन्दैन काका यो कुरा राम्रोसँग बुझ्नु ए नजाने भाइ नजाने भन्न म त हिँडेँ म त हिँडेको त चाहिँ घरमै कुहेर बस वीर गोर्खालीको सन्तान भएर डरपुक जस्तो कुरा गर्छ म त लागेँ कस्तो घमण्डी मान्छे रहेछ बा तट विक्रम तँलाई के लाग्छ मलाई करेला भाइरसै लागेको हो त अब त्यो त रिपोर्ट आएपछि थाहा हुन्छ नि काका अब तपाईँको बानी नै खराब यस्तो महामारीको बेलामा रक्सी नखानु बाहिर नजानु भन्दा मान्नु भएन यदि यो करेला भाइरस मलाई लागेको रहेनछ भने म यो लागु पदार्थ धुम्रपानहरू सबै छोड्छु सरकारले लगाएको यो नियम पालना पनि इमान्दार साथ पालना गर्छु म ओहो काका म तिमी सारो बिरामी परेछ अरे भन्ने सुनेर आएको के भयो मलाई नछु मङ्गले मलाई करेला भाइरस पनि हुनसक्छ कुरा के हो विक्रम उहाँको लक्षण भनेको सङ्क्रमितसँग मिल्न गएको हुनाले उहाँको स्वाब टेस्ट गर्न पठाइएको छ रिपोर्ट आएपछि थाहा हुन्छ दाइ दाइ पल्लो गाउँमा यसको कारण 2 जनाको ज्यान गयो नि ढोकामा आए जस्तो लाग्यो अब के गर्ने होला नाच मिस काका भाइरस लाग्ने बित्तिकै कसैको ज्यान जाँदैन रे हामीसँग आत्मविश्वास र अनुशासन भयो हामी यसलाई जित्न सक्छौँ रे अनि तँलाई चाहिँ कसरी थाहा भयो नि यस्तो मैले कुरा? टिम हो नि बिल्कुलै सही कुरा गर्यौ तिमीले हामीसँग कोरोनालाई हराएका धेरै व्यक्तिहरूको उदाहरण पनि छन् ए काका मरे पनि तिम्रो छोरी चाहिँ पहिला मलाई कन्यादान गरेर मात्रै मर है
दादा के जिस्किरहेको यस्तो बेलामा? हेलो हजुर, के रिपोर्ट आयो? ए ल ल ल ल के हो, के आयो रिजल्ट? किन नभन्नु भएको? भन्नु न भन्नु। हाम्रो काकालाई ए भन्न छिटो, मेरो त अहिले नै सास जाने बेला हो। हाम्रो काकाको रिपोर्ट नेगेटिभ आयो। होइन त्यो भनेको के हो? यसको मतलब तपाईँलाई कोरोना सङ्क्रमित छैन अरे क्या बाउ?